एकछिनपछि ऋषिले भने, तिमीले निकै बुद्धिमानी काम गर्यौ। कंसलाई यस गाउँमा सक्रिय हुने मौका नदिएर तिमीले महान काम गर्यौ राधा। केही गरी कंसले यस गाउँमा नयाँ वृषभानुको छनौट गरेको भए ठुलो रक्तपात हुने थियो, धेरै मान्छेहरू मर्ने थिए गाउँमा। कसरी गुरु? मैले सोधेँ। नयाँ बन्ने वृषभानुलाई राजाप्रति पूर्ण उत्तरदायी बन्नुपर्ने हुनाले त्यसले नयाँ फुर्ती देखाउनु पर्थ्यो। राजाले पनि केही समय त्यसलाई परिसरमा राखेको हुन्थ्यो। त्यसले आफूलाई कला रूपमा प्रस्तुत गर्न खोज्दा गाउँमा कंसको एउटा सानो अंश नै पर्दापान हुन सक्थ्यो। कंसका गुप्तचरहरू छ्याप्ती भएपछि गाउँका मान्छेहरू त्रायमान हुन पुग्थे भने कंसको सुरागी गरेको आरोपमा धेरै मानिसहरूको वध गर्न सक्थे कृष्णका केटाहरूले बुझी नबुझिकन। ऋषिको कुराले मलाई भित्र कहाँनेर चस्स घोच्यो। वास्तवमा ऋषिले सोचे जस्तै हुने हो भने ब्रजको के हालत हुन्थ्यो होला। मैले आफ्नै बुद्धिले गरेको निर्णय ठिक ठाउँमा परेको देखेर आफैप्रति गर्व लाग्यो। मनमा कता कता हर्ष पनि लाग्यो। ऋषिले भने, राधा, तिम्रो सहयोग पाएर तालिमहरू खुसी भएका छन्। विशेष गरी सुशीला तिमीलाई सम्झिरहन्छे, तिमीलाई सोधिरहन्छे। अहिले तालिम केन्द्रहरू निकै थपिएका छन्। तालिममा भाग लिन अन्य देशबाट पनि युवाहरू आइरहेका छन्। केही विशिष्ट प्रशिक्षकहरूको पनि व्यवस्था भइसकेको छ। एउटा अचम्म लाग्दो कुरा चाहिँ मैले के देखेँ भने यी तालिमेहरूले यति चाँडो र राम्ररी सिकिरहेका छन् कि जागिरी सेनाले सम्भवतः यति चाँडो सिक्न सक्दैन। द्वन्द्व युद्ध, तरबार युद्ध, चापामार युद्ध, सबै खाली युद्ध कला सिकिरहेका छन्। विदेशी युवाहरू तालिमका लागि किन आयो होलान्? यिनीहरूको साथ लिनु राम्रो हुन्थ्यो होला र गुरु। युद्ध भनेको कुनै औपचारिकता होइन नानी। युद्धमा जित्ने लक्ष्य प्रमुख रहन्छ। युद्ध जित्नका लागि आवश्यक पर्ने जनबल, हात हतियार, धोका, षड्यन्त्र सबै चिज जायज हुन्छन्। आवश्यकता परे विदेशीकै पनि सहयोग लिनुपर्ने हुन्छ। मैले ऋषिको कुराको कुनै जवाफ दिइनँ, तर यस युद्धमा भएको विदेशीहरूको समर्थता भने त्यति उपयुक्त लागेन। जसरी पनि जित्ने युद्ध लड्नु हुँदैन। जसरी पनि जित्ने लडाइँमा जिते नै पनि त्यो दीर्घकालीन कसरी होला? युद्ध त हतियारले भन्दा पनि विचारले, मर्यादाले, नैतिकताले पो जित्नुपर्छ। हतियारले मात्र जितेको युद्ध भोलि अर्को अझ बलियो हतियारधारी आएर फेरि कोस्न सक्दैन र? तर यस्ता कुरा मैले ऋषिसँग गरिनँ। युद्ध मैदानमा पुगिसकेकाहरूलाई आदर्शको पाठ पढाउने समय पनि थिएन यो। युद्धको तयारी सम्बन्धी संक्षिप्त विवरण सुनाइसकेपछि ऋषिले भने, अब झन् धेरै खजानाको खाँचो छ। पहिलाभन्दा लडाकुहरू थपिएका छन्। मथुरापट्टिको खर्च बर्च उतैबाट प्राप्त भइरहेको छ। ब्रजतिरको खर्चको प्रबन्ध हामीले गर्नुपर्ने भएको छ। ब्रजतिरको खर्चको सबैभन्दा ठुलो सहयोगको अपेक्षा तिमीमाथि गरिएको छ। अस्ति भर्खर कृष्ण आएका थिए तालिम केन्द्रमा। 2 दिन जति बसेर त्यहाँको तयारी परीक्षण गरेर गए। जाने बेलामा तिमीलाई पनि एउटा पत्र पठाएको छु भन्थे, आयो होला? पाएँ, छोटो जवाफ दिएँ। तर कृष्ण त्यहीँ आएर पनि मलाई नभेटी गएकोमा भने मनमा नराम्रो लाग्यो। फेरि सुशीलाले चाहिँ भेट्न पाएकोमा कता कता आरिस पनि लागेर आयो। लामे गफका पछि ऋषिले सल्लाह दिए, राजालाई तिर्न बाँकी करको रकम लिएर तिमी नै मथुरा जानु। म कुर्जीलाई पत्र लेखिदिन्छु। सकेसम्म राजालाई उनकै पक्षमा रहेको विश्वास दिलाउने प्रयत्न गर्नु। मैले भने कर बुझाउन जान म तयार छु। राजाका दूतलाई पनि कर बुझाउन म आफै आउँछु भनी पठाएकी छु। तर खतरा छ बाटोमा। के खतरा? ब्रजका विद्रोहीले त केही नगर्लान्, तर मथुरातिरको बाटोमा डुब्न सक्लान् कि? तिमीले ठिक संशय व्यक्त गर्यौ। सुरक्षा बन्दोबस्त ममै लाउँछु। बाटोभरि तिमीलाई सहयोग गर्नेहरू भेटिनेछन्। निर्धक्क भएर जाऊ। मैले सोचे जस्तै ऋषिबाट सल्लाह पाएपछि खुसी भएर फर्केँ। घरमा आएर सबै कुरा बाबालाई बताएँ। पिताजी प्रसन्न हुनुभयो। आमाले एकहोरो मेरो अनुहारमा हेरिरहनु भयो। अकुर्जीले सोध्नुभयो, बाटोमा कुनै अप्ठ्यारो त परेन होला नि? कसैले केही गरेन। साह्रै सजिलोसँग आइपुगेँ। मनमा डर चाहिँ भइरह्यो। तपाईँको बारेमा मैले समाचार पाइसकेको थिएँ। तपाईँको पूर्ण सुरक्षाको व्यवस्था गरिएको थियो। गर्ग ऋषिले अकुर्जीसँग सबै विषयमा खुलेर कुरा गरे हुन्छ। कुनै डर मान्नु पर्दैन भनेकाले मैले पनि ब्रजको अर्थतन्त्र, ब्रजवासीहरूको समस्या सबै कुरा राखेँ। राजाबारे ब्रजवासीहरूको धारणा पनि बताइदिएँ। मेरा सबै कुरा अकुर्जीले ध्यानले सुन्नुभयो। उहाँले नन्दराय र यशोदा माताका बारेमा पनि चिन्ता व्यक्त गर्नुभयो। कृष्ण र बलरामका बारेमा धेरै कुरा बताउनुभयो। उनीहरू मथुराकै वन जङ्गलमा घुमिरहेको र तालिम सञ्चालन गरिरहेको कुरा पनि सुनाउनुभयो। कंसका मन्त्री नै कृष्ण र बलरामका पक्षमा रहेको पाएर म अत्यन्त खुसी भएँ र अब यो युद्ध निश्चय नै जितिन्छ भन्ने लाग्यो मनमा। राजढुकुटीमा जम्मा हुने गरी ब्रजवासीका तर्फबाट ल्याएको कर बुझाउन अकुर्जीसँगै म राजाको सभामा पुगेँ। मथुराका बडे व्यक्तिहरूको त्यहाँ उपस्थिति थियो। राजाका प्रशंसकहरू, भक्तहरू तथा विभिन्न जनपदका मुखियाहरू त्यहाँ उपस्थित थिए। त्यत्रो ठुलो सभामा भित्र मान्छेहरूका सामु मैले कहिले उभिनु परेको थिएन। भित्र कता कता एक प्रकारको डर पलाएर आयो। त्यसै पनि राजाका बारेमा अनेक डरलाग्दा कथाहरू सुनिरहेको थिएँ। कृष्णलाई नमारि नसक्ने सङ्कल्प गरेको राजा भनेपछि मनमा अझ रिस पनि तीव्र थियो। त्यसैले राजासँग भेट गर्न पाएको हर्षभन्दा डर र घृणा नै ज्यादा पलाएर आएको थियो। अकुर्जीले मलाई सबै कुरा सम्झाउनु भएको र मैले कुनै मेलो नपुर्याएँ। त्यसलाई मिलाइदिने जिम्मा पनि उहाँले नै लिनुभएकोले अलि ढुक्क थिएँ। मेरा पिताजीका समेत मित्र अकुर्जी मलाई पिता जस्तै लाग्नुभएको थियो। उहाँको बोल्ने, सोच्ने र प्रस्तुत हुने शैली नै अर्कै देखेँ मैले। सबैभन्दा खुसी त म केले थिएँ भने उहाँ पनि हाम्रै पक्षमा हुनुहुन्थ्यो। दरबारमा म राजालाई भेट्न आउँदैछु भन्ने पहिले नै खबर पुगिसकेको थियो।
यहाँ पुग्दा हामीलाई नै पर्खिरहेका थिए सबैजना। अकुर्जी र म सभामा प्रवेश गर्दा सभा एकदमै चकमन्न भयो। सबैको नजर मै माथि केन्द्रित भएको थियो। सबैले एकहोर हामीलाई रहेको देख्दा लाज, डर, धक अनेक चिज एकैचोटि अनुभूति भयो। म सभाको एक कुनामा हात जोडेर उभिएँ। अकुर्जी अलि ठुलो स्वरमा मेरो परिचय गराउनु भयो। परिचयकै सिलसिलामा उहाँले मेरा पिताजीको अवस्थाको बारे चर्चा गरी गौरव ऋषिको सल्लाहमा म यहाँ आएकी समेत बताउनु भयो। अकुर्जीले सबै कुरा बताइसकेपछि पनि सभा सुनसान थियो। केही क्षणपछि राजा बोले, बालिके, तिमीले बुद्धिमानी काम गर्यौ। छोरी भएर पनि छोराले गर्नुपर्ने ठुलो जिम्मेवारी वहन गरिछौ। म तिमीसँग प्रसन्न भएँ। मैले भने, महाराज, आसानमा छोरा र छोरी कुनै भेद छैन। छोरी पनि छोरा छ र साहसी, सचेत र कर्तव्यनिष्ठ छन्। म पनि त्यसैको उदाहरण मात्र हुँ। मेरा कुरा सुनेर सम्पूर्ण सभा प्रसन्न भयो। राजाले फेरि भने, बालिके, के तिमी आफ्ना पिताको जिम्मेवारी वहन गर्न सक्छौ? ब्रजको समाजलाई पहिलेकै जसरी मिलाएर राख्न सक्छौ? ब्रजमा केही विप्लवी युवाहरू खडा भएका छन् भन्ने सुनेको छु। तिनीहरूलाई शान्त गर्न सक्छौ? मैले भने, महाराज, म जन्मेको ठाउँ हो त्यो। यहाँ मेरा सबै अग्रज र आदरणीयहरू हुनुहुन्छ। उहाँहरू सबैले माया र सहयोग गरेमा यो काम गर्न सकुँला। महाराजको आशीर्वाद र सहयोग भएमा ब्रजलाई पहिलाकै अवस्थामा ल्याउन सकिएला। त्यसको लागि तिमीलाई हामीले के मद्दत गर्नुपर्छ? ब्रजमा मथुराबाट आएका विभिन्न खाले अपराधीहरूले आतङ्क मच्याउने, लुट्ने, धुत्ने गरी आएका छन्। ब्रजको शान्त समाजमा मथुराबाट छिरेका बदमासहरूको आतङ्क व्याप्त छ। यी फटाहरूले सधैँ राजाका सेवक बताउने गरेकोले ब्रजवासीहरू मथुरासँग सशङ्कित छन्। मथुराले ब्रजवासीहरूको सुरक्षाको ग्यारेन्टी गर्नुपर्छ। मथुरातिरबाट छिरेर ब्रजतिर जाने फटाहरूलाई रोक्नुपर्छ। ब्रजको समाजप्रति अनावश्यक शङ्का गरिनु हुँदैन। ब्रजवासीका मनमा बसेको महाराजप्रतिको भक्तिभाव बचाइराख्न ब्रजमाथि मथुराको विश्वास अटल रहनुपर्छ। आज पनि प्रत्येक ब्रजवासीहरू महाराजको नाम हरेक प्रातकालमा स्मरण गर्छन्, पुज्छन्। चक्रवर्ती राजा कंसका महान युग र शासनकालमा छिमेकी प्रदेशका ब्रजवासीहरूले मथुराको नाममा दुखी हुनु शोभनीय छैन महाराज। भन्दा भन्दै निकै कुरा भनिजानेछु। सबै एकदमै मौन थियो। कोही पनि नबोलेको देखेर मन तर्सियो। अकुर्जी पनि अँध्यार अनुहार बनाएर घुप्टिरहनु भएको थियो। राजा एकटक मलाई हेरिरहेका थिए। वातावरण भयावह जस्तो बोध भयो। मैले थपेँ, अहिले ब्रजमा नयाँ पिँढीका युवाहरू छैनन्। सबै मथुरातिर लागेका छन्। नयाँ पिँढीको अभावमा गाई पालन व्यवसाय धराशयी हुने अवस्थामा छ। कृष्ण र बलरामले गाउँको वातावरण एकदम विश्रङ्खित बनाइदिए। उनीहरूकै भावकमा लागेर युवाहरूले गाउँ छोडे। कृष्ण र बलरामको आलोचना सुनेपछि अकुर्जीको टाउको अलि ठाडो भयो। राजाको तमतमाइलो अनुहारमा पनि केही परिवर्तन देखियो। तिनीहरूले गाउँमा महाराजका विरोधमा धेरै प्रचारबाजी गरे। तर ब्रजवासीहरूले तिनीहरूको कुरा नसुनेपछि तिनीहरू गाउँ छोडी भागे। तर आफूसँग गाउँका युवाहरूलाई पनि बहकाएर लिएर गए। तिनीहरू मेरा पनि साथी थिए, तर तिनीहरूसँग मेरो मत मिलेन। म त वृषभानुकी छोरी। राजाका विरोधीहरूसँग मेरो मेल हुन कहाँ सक्थ्यो? मैले तिनीहरूको सङ्गत छोडिदिएँ। कृष्ण र बलरामलाई समातेर दण्ड दिनुपर्छ महाराज। मेरो सबैभन्दा पछिल्लो भनाइ निकै प्रभावकारी भएछ। सभामा उपस्थित धेरैजनाले मेरो भनाइको समर्थन गर्दै भने, हो महाराज, तिनीहरूलाई समातेर कडाभन्दा कडा दण्ड दिनुपर्छ। मैले अझै थपेँ, महाराज, म मेरा पिताजीको सम्पूर्ण जिम्मेवारी वहन गर्न तयार छु। त्यो मौका मलाई प्रदान गरियोस्। प्रसन्न भएका राजाले तत्कालै पिताजीको उत्तराधिकारीका रूपमा मलाई ब्रजको जिम्मेवारी सुम्पिए। अकुर्जीसँग पनि त्यसबारे लामै सल्लाह भएको थियो। मसँग प्रसन्न भएका राजाले अकुर्जीले मलाई आवश्यक पर्ने सबै खाले सरसहयोग गर्न हुकुम दिए। मैले बुझाउन लगेको कर राजकोषमा दाखिला भएपछि म मुक्त भएँ। म मथुरा जाने चर्चा ब्रजभरि नै व्याप्त भएको थियो। बाबुको काम छोरीले गर्न लागेकोमा कोही प्रसन्न थिए, कोही रिसाएका थिए। वृषभानुलाई त मानेकै हो, तर तिनकी यी पुच्ची छोरीलाई कसरी मानिन्छ भनी असन्तुष्टि व्यक्त गर्नेहरू पनि प्रशस्त थिए। धेरै जसोलाई कर्क ऋषिले सम्झाइरहनु भएको थियो। यशोदा माताले मलाई बोलाउनु भयो। धेरै दुःख सुखका कुराहरू भए। कृष्णसँगको वियोगले उहाँ साह्रै दुब्ली हुनुभएको थियो। कृष्णले भर्खर पठाएको चिठी देखाउँदै रुनुभयो। उहाँले भन्नुभयो, हेर न दादा, यो कृष्ण कस्तो छ? मैले केही थाहा पाएकै छैन चाहिँ गरेको छ यसले चिठीमा। यसले आफू हिँडेको के गरिरहेको केही लेख्दैन। मलाई पिर पर्छ भनेर यो अरू कुरा लेख्छ। कति बाठो छ तिम्रो साथी? कृष्णका कुरा गर्दा गर्दै उहाँको आँखा सजल भए। राधा, तिम्रै मार्फत थाहा पाएकी हुँ मैले पनि कृष्णको जन्मकथा। त्यसैले मलाई भन्दा पनि तिमीलाई अझ धेरै कुरा थाहा होला। तिमी मथुरा जाँदैछौ, अकुर्जीसँग तिम्रो भेट होला। जसरी पनि तिमीले एकांशलाई भेटेर आउनु। कस्ती रहेछ मेरो छोरी, मलाई नै केही थाहा छैन। कृष्णको बदला मृत्युको निम्ति साटिएकी त्यो मेरी बच्ची कस्तो अवस्थामा छ, कसरी बसेकी छ, त्यसलाई तिमी मेरा आँखाले हेरेर आउनु राधा। तिमीले मलाई यति कोसेली ल्याइदिनु। यशोदा माता निकै बेर सिरानीमा घुप्टो परेर रोइरहनु भयो। मेरा पनि आँखा भरेर आए। ठुलो जिम्मेवारी थियो मलाई यशोदा माताको। मैले यो कुरा अकुर्जीलाई बताएँ। उहाँ निकै गम्भीर देख्नुभयो। तथापि मैले भने, जसरी पनि मलाई भेटाइदिनुपर्छ। उहाँले भन्नुभयो, तर उनको जन्मको रहस्य उनलाई थाहा नहोस्। मैले त्यो प्रतिज्ञा स्वीकार गरेँ। साँझतिर एउटा दासीसँग अर्कै केटी कोठामा प्रवेश गरेँ। कृष्ण र तिनको जन्म एकै रातमा भएको हो। कृष्ण र यिनको उमेरमा केही घडीको मात्र फरक छ। कृष्णको जीवन रक्षार्थ कंसका हातमा मर्नको लागि सुम्पिएकी यिनी
जन्मदिन मृत्युको षड्यन्त्रमा प्रवेश गरेकी हुन्। आफू को छु, कोद्वारा किन पालित छु भन्ने ज्ञानबाट छलिएकी तिनलाई देखि मुनि साह्रै विद्यालित भयो। यशोदा माताको गर्भमा 10 महिना हुर्केकी तिनी, तर तिनलाई थाहा छैन यो कुरा। थाहा कति अन्धकारमा बाँचिरहेका हुन्छौँ हामी। आफूले उज्यालो, साँचो, सत्य देखिरहेको, भोगिरहेको भनेकै चिज वास्तवमा कति अँध्यारो र अज्ञानताले परिवेष्टित हुँदो रहेछ। अरूले देखिरहेको आफू र आफूले भोगिरहेको आफूमै कति अन्तर हुँदो रहेछ। पर टाढाबाट कसैद्वारा देखिएकी म, मेरो यो रूप र अवस्था नै वास्तवमा कति भ्रान्तिपूर्ण र अर्थहीन हुँदो रहेछ। मैले गरिरहेको र साह्रै नै प्रतिष्ठापूर्ण ठानेको कुरा नै आखिर कतिको कालान्तित छ। म त आफै भित्र पो हराइछु। दासीले सम्बोधन गर्दै पनि, हजुर उहाँलाई हजुरसँग भेट गर्न लिआएँ। म झसङ्ग भएँ र छेउमै बस्न अनुरोध गरेँ। अनि दासीलाई बिदा गरिदिएँ। तिनी मलाई अपरिचित आँखाले हेरिरहेकी थिइन्। निकै कुतूहल थियो तिनमा। मैले नै कुरा सुरु गरेँ। ए बहिनी एकनक्सा, तपाईँ मलाई चिन्न सक्नुहुन्न होला। म पनि भर्खरै तपाईँलाई देखिरहेको छु अनुहारमा। तर माता देवकी पुत्री, तपाईँलाई देख्न मलाई साह्रै नै इच्छा थियो। उति टाढा ब्रजदेखि आइपुगेकी म एकपल्ट भेटौँ भनी मैले अकुरुचिसँग अनुरोध गरेको थिएँ। आइदिनु भयो, खुसी लाग्यो, धन्यवाद। तिनी बिस्तारै बोलिन्, मैले हजुरका बारेमा प्रशस्ति सुनेकी छु। ब्रजमा कृष्ण र बलरामकी हजुर घनिष्ठ मित्र हुनुहुन्छ भन्ने मथुराभरि व्याप्त छ। तपाईँले ब्रजमा गरेको बाललीलाहरूको चर्चाले मथुराका घर घरमा बास भएको छ। मलाई पनि हजुरको दर्शन गर्ने तीव्र इच्छा थियो। आज मलाई यो मौका दिएर ठुलो गुण लगाउनु भएको छ। बहिनी एकनौसा, मलाई तपाईँको अवस्थाप्रति चिन्ता लागेको छ। हुन त दरबारमा पालिनु भएको छ, खाना लाउनको त कुनै दुःख नहोला नै। तर आफ्ना मातापिताहरूबाट बालककालमा यसरी छोडिएर अर्काको दयामा चाहिँ पालित हुनु कति पीडापूर्ण छ, म अनुमान गर्न सक्दिनँ। मेरा कुरा सुनेर तिनी भावुक र त्रसित भइन्। कुनाकानी सबैतिर हेरविचार गरी फर्केर आइन्। भित्र पसेर ढोका पनि लगाइन्। उनको यस्तो अवस्थाले म अझ भीतित भएँ। तिनी कतिसम्म आतंकित र त्रस्त रहेछन् भन्ने मैले त्यसैबाट अनुमान पाएँ। तिनले छेउमा आएर भनिन्, दिदी, यहाँ त राजाको विरोधमा केही बोल्नु हुँदैन। जुन त प्राण सङ्कटमा पर्छ। यो दरबारका भित्ताहरूमा राजाका कान छन्। जे बोले पनि तिनले सुन्छन्। यहाँ दिने पछि भित्रभित्री कति दासदासीहरू मारिरहेका टक्कर्ती पुरस्कृत भइरहेका हुन्छन्। राजाको प्रिय पात्र हुने र पुरस्कार पाउने लोभमा दासदासीहरू बीचको अन्तर सङ्घर्षले आफै मरिरहेका छन्। किन त्यस्तो हुन्छ? राजा कतैबाट पनि आफ्नो आलोचना सुन्न चाहँदैनन्। उनी स्वयं पनि सधैँ त्रसित छन्। आफ्नै पिता र बहिनी ज्वाइँलाई थुनेपछि जनता उनका पक्षमा छैनन्, तर डरले कोही बोल्न सक्दैन। दरबारभित्रै पनि राजाको पक्षका मान्छेहरू छैनन्, र खुलेर उनको विरोध गर्ने कसैको साहस छैन। राजाले सधैँ कसै न कसैलाई अनाहकमा दण्डित गरिरहेका हुन्छन्। मलाई केही छैन, तर अचेल मलाई पनि कता कता जेलको जस्तो वातावरण बनाइँदैछ। म पहिला जस्तै स्वतन्त्र छैन। मेरा बाआमाले त के अपराध गरे यो मलाई केही बताउँदैन, र उहाँहरू थनामा हुनुहुन्छ भन्छन्। मलाई भेट गर्न पनि अनुमति छैन। तपाईँको विश्वासिलो एउटा दासी पनि छैन त? दासीहरू फेरिरहन्छन्, कसैको घनिष्ठ हुनै पाइँदैन। मेरा सेवाका लागि नियुक्त गरिएका दासीहरू मेरो गुप्तचरी गरिए झैँ लाग्छन्। साँच्चै दिदी, अचेल मलाई चारैतिरबाट आतंकपूर्ण वातावरणले घेरिए झैँ लाग्छ। बहिनी, यसरी निराश र हताश हुनु हुँदैन। आफू पनि चनाखो रहनुपर्छ। किन आफूलाई यसो गरिँदैछ बुझ्नुपर्छ। बरु राजाकै प्यारो हुन खोजेर भए पनि यी कुरा पत्तो लगाउनुपर्छ। हेर्नु, म रोगी पिताको सहयोगी भएँ। ब्रजदेखि राजा भेट्न आएकी राजाबाट पिताको उत्तरधारीको पदवी लिएर फर्मदैछु। साहस पो गर्नुपर्छ। सधैँ कमजोर हुने, रुनेर आफ्ना पीर अरूलाई सुनाउने मात्र गरिरहे त हेपिहाल्छ नि जसले पनि। मलाई एक नक्साको अनुहार देख्नु थियो, तिनको आवाज सुन्नु थियो, तिनको स्थिति जान्नु थियो। छोटो समयमा सबै कुरा पत्ता लाग्यो। तिनी साह्रै सोझी र मानसिक रूपमा बन्दी जीवन भोगिरहेकी रहेछ। तिनलाई बाहिरी सञ्चारबारे सानो ज्ञान पनि रहेनछ। ब्रज र मथुरामा भइरहेको यत्रो ठुलो होहल्लाबारे समेत तिनलाई थोरै मात्र जानकारी रहेछ। तिनलाई त कृष्ण बलरामको तिनका दाजु हुने भन्ने पनि थाहा रहेनछ। मलाई एक नक्साको अवस्थादेखि साह्रै दया लागेर आयो। त्यसबाहेक अरू यताउताका कुरा गरी हामी छुट्टियौँ। मैले तिनलाई उपहार स्वरूप एउटा बाला दिएँ। उनी भावुक भइन्। मैले भने, एक नक्सा, आजदेखि म तिम्रो दिदी भएँ। तिमीले मलाई दिदी मान्नु। त्यस्तो केही कुरा भए मलाई भन्नु। म तिम्रो मनको सबै पीर बाँड्न चाहन्छु। आँखाभरि आँसु पारेर मलाई निकै बेर हेरिरहन्। भनिन्, दिदी, यो दरबारमा यति धेरै मान्छे छन्, र तिनीहरू कोही पनि मान्छे जस्ता लाग्दैनन्। तिनीहरू सबै कुनै न कुनै खास उद्देश्यका लागि निर्माण गरेका मिसिन जस्ता लाग्छन्। संवेदना मरिसकेका, तिनीहरू बालुवाको मन भएका छन्। एउटा पनि त्यस्तो साथी छैन मेरो जसलाई आफ्ना कुरा भनौँ। मैले भने, तिमीले मान्छे चिन्नुपर्छ। तिमीले अकुरुजीलाई सबै कुरा भन्नु नि, कसरी भन्नु डर लाग्छ। एक नक्साको दम्भित मानसिकता देखेर मलाई दया लाग्यो। तिनी हतारिँदै मसँग बिताउन चाहन्थिन्। मसँग कुरा गरिरहँदा पनि भित्र कतै डराइरहेकी थिइन्। उनी गए पनि म धेरै बेर टोलेरहेँ। यस्तो साह्रो पराश्रय र दमित भएर कसरी बाँच्नु? दरबारभन्दा त ब्रजकै जङ्गल ठिक छ, यमुनाकै बोहर ठिक छ। जे भए पनि यशोदाको इच्छा पुरा गर्न सकेको मन हल्का भयो, खुसी भएँ। मथुरामा मलाई केही दिन अरू बस्न मन थियो।
राजालाई भेटेर कर बुझाएपछि र आफ्ना कुरा सुनेपछि मन हलुङ्गो भएको थियो। जे चिताएको थियो यही पुगेपछि एक किसिमको युद्ध पो जितिए नै लाग्न थाल्यो। मलाई मथुरा नगरको भ्रमण गर्न तथा यहाँको जीवनबारे केही अध्ययन गर्ने इच्छा थियो। खास गरी राजधानीको व्यवस्थापन र सुरक्षा स्थिति बुझ्ने इच्छा थियो। यसै भएर भोलिपल्ट बिहान पूजापाठ सकेपछि मैले अकुलजीसँग आफ्नो विचार राखेँ। मेरो प्रस्ताव तुरुन्तै नकार्दै उहाँले भन्नुभयो, हेर राधा, तिम्रो विचार उत्तम विचार हो। तिमी जतिकै चलाक र जिम्मेवार केटीले यस्तो सोच्नु जायज हो। तर अहिले मथुरा र यहाँका राजासँग तुरन्त विश्वास गर्न सक्ने अवस्था छैन। राजाको विचार छिनछिनमा बदलिन्छ। राजाका सल्लाहकारहरू पनि एकदमै घटिया स्तरका छन्। हुन त मैले तिमीलाई भन्न नमिल्ने हो, तर तिमी मेरी छोरी समान छेउ। तिम्रो सुरक्षाको जिम्मेवारी मलाई नैतिक र व्यावहारिक दुवै कारणले छ। तिम्रो रूप र निर्भीकताले राजा ज्यादै प्रभावित भएका छन्। तिमीप्रति राजाको यो झुकाव तिम्रो अहितमा पनि हुन सक्छ। राजाले तिमीमाथि दृष्टि पनि राख्न सक्छन्। राधा, कंसले आफ्नो जीवनकालमा राम्रो मूल्यवान कुनै वस्तु पनि अर्काको हुन दिएका छैनन्। तिम्रो अहिलेको यो रूप, उमेर, क्षमताले कंसलाई बहकाउन सक्छ। तसर्थ तिमीले मथुरामा केही दिन होइन, अब एकछिन पनि बस्नु उपयुक्त छैन। मैले तिम्रो विदाईको सम्पूर्ण बन्दोबस्त मिलाइदिएको छु। तिम्रो पूर्ण सुरक्षाका लागि ब्रजसम्म नै सुरक्षा बल तिम्रो साथ हुनेछ। बाटो लागिहाल्यो। अकुलजीका कुरा सुनेर म डरले भित्रभित्रै काम्न थालिसकेकी थिएँ। कति बेला ब्रज पुगौँ भन्ने मात्र मनमा लाग्न थाल्यो। वास्तवमा म एउटा खतरनाक हिंस्रक पशुको पन्जाभित्र थिएँ। त्यसरी नङ्ग्राएको थिएन, तर जति बेला पनि चाहेमा नङ्ग्राउन सक्थेँ। पढ्दा पढ्दै साधु बाबा रोकिए। निकै बल गरेर अक्षर चिन्न खोजे, तर के भएर हो उनले हातमा भएको प्लेटहरू अक्षरमा पर्न सकेनन्। एक पिरामिड भएको अवस्थामा रहेछ त्यो प्लेट। त्यसपछि लगातार 5वटा अरू प्लेटहरू पनि पर्न सक्ने अवस्थामा थिएनन्। सुन्दा सुन्दै बिचमा अड्किएकाले श्रोताहरूमा एक किसिमको छटपटी देखिन थाल्यो। मानिसहरू छटपटा यताउता हिँड्न थाले। कोही उठेर अलिक पर गएर चुरोट बेडी सल्काउन थाले। घर व्यवहार वस्तुभाव सबै बिर्सेकाहरू पनि सम्झन थाले। महिलाहरू पनि मन नलागी उठ्न जमजमाउन थाले। बेलुकातिरको समय पनि चिप्पिँदै जाँदै थियो। एउटा सहयोगी बाकसबाट प्लेट चिक्दै कंसले पुस्दै सघाइरहेका थिए। उसले नबुझिएका प्लेटहरू एक छेउमा मिलाएर कप्टाएर राखे। निकै बेरको विश्रामपछि साधु फेरि पढ्न लाग्दा केही युवाहरूले प्रस्ताव गरे, गुरुजी, एकछिन अझ विश्राम गरौँ। अब चाँडै यो पढेर सकेला जस्तो छैन। यो सुन्न थालेपछि छोड्न मन पनि छैन। यसलाई छोड्न पनि भएन। त्यसैले आज रातभरि पनि यो सुन्नुपर्ला। अब एकछिन हामी सबै मिलेर रातिका लागि बत्ती, माई, तम्बु तथा खानुको बन्दोबस्तमा लाग्छौँ। 2 घन्टा यसलाई स्थगन गरौँ। केटाहरूको कुरालाई प्रजी टिकाराम आर्यले समर्थन गर्दै भन्नुभयो, भाइहरूको विचार अत्यन्त राम्रो छ। यसलाई जताभावी छाड्न मिल्दैन। कसले नहुने खोलियो, सुन्न थालिहाल्यौँ, यो हाम्रो भाग्य पनि रहेछ। तर अब यसलाई लगातार पढेर सक्नै पर्छ। रातको सुरक्षा प्रबन्ध तथा अन्य आवश्यक सुविधाको व्यवस्था गर्न एकछिन वाचन रोक्नु नै राम्रो प्रस्ताव छ। हामी पनि केही समय कार्यालय पुगेर आउँला त खड्काजी? उहाँले एसएसपी शिवकुमार खड्कासँग सोध्नुभयो। यो प्रस्तावले सबैभन्दा खुसी थिए महिलाहरू। उनीहरूलाई बेलुकाको कामले बोलाउन थालेको थियो। 2 घन्टाको विश्रामले सबैलाई मद्दत पुग्ने भयो। वाचन स्थगित भयो। चिन्तामणि दाई, लोकराज झुमा गाई, तीर्थहरू पनि उठेर जमजमाए। उनीहरूले पनि समाचार फाक्स गर्ने मौका पाए। त्यहाँ बसेका पुरुष छटपटाउनेवाला थिएनन्। बसी बसी सुनिरहेका कथामाथि अनेक विमर्शहरू हुन थाले। लेखनाथ र म अलमल्लमा पऱ्यौँ। हिँडो भने यस्ता कुरा छाडेर कसरी हिँड्नु? बसो भने घरमा पनि केही बताएको थिएन। सरसल्लाहपछि काठमाडौँका लागि समाचार फ्याक्स गर्न भद्रपुर जान लागेका साथीहरूलाई घरमा फोन गर्ने जिम्मा दिई बस्ने निर्णय गऱ्यौँ। बस्ने त भयौँ, तर त्यो गाउँमा खाने पो कहाँ? र हाम्रो खाने समस्याको पनि एकैछिनमा समाधान भयो। भद्रपुरकै गैर सरकारी संस्था नागार्जुन बहुउद्देश्य विकास परिषदले यस रात त्यहाँ बस्ने सम्पूर्ण श्रोताहरूलाई खानाको व्यवस्था गर्ने भयो। हामी ढुक्क भएर आङताङ पाउँदै उत्खनन क्षेत्र वरिपरि भ्रमण गर्न लाग्यौँ। हामी साह्रै अचम्मित भएका थियौँ। एउटा अनौठो पुराणको उत्खनन भइरहेको थियो त्यो बाकसमा। अहिलेसम्म पाएका पुराणहरूको कथासँग पक्कै नमिल्ने कथा विकसित भइरहेको थियो। राधा आफैले लेखेको यस कथामा सत्यताको अंश बढी भयो जस्तो लाग्थ्यो हामीलाई। कथा अघि बढिरहेकोले टुङ्गोमा पुग्ने कुरा त थिएन, तर सुने जतिले नै पनि यो कथा अर्कै दिशातिर गइरहेको थियो। जब कृष्ण र बलराम अकुलजीको रथमा चढेर मथुरा जानुपर्नेमा भूमिगत भए, कथाले यहीँबाट अर्को रूप लियो। कंसको बन्दै नयाँ ढङ्गले हुने लक्षण देखियो। घुम्दै हामी फेरि एउटा मानव झुन्डमा पुग्यौँ। यहाँ पनि त्यही कथाको विषयमा चर्चा भइरहेको थियो। कोही भनिरहेको थियो, व्यासजीले कथा लेखिरहँदा निर्ममतापूर्वक छोडेकी पात्र राधाले यहाँ आएर व्यासजीलाई सङ्कटमा उलिन्छन्। जुन पात्रलाई उनले खासै महत्त्व दिएनन्, तर त्यही पात्रले गरिरहेको यत्रो महत्त्वपूर्ण काम त पुराणले चपाइदिएको पो रहेछ। कृष्ण र बलरामलाई तिलस्मी, जादुगरी, अय्यारी जस्तो बनाएर कथा लेख्ने व्यासलाई अब यो पुस्तक कुनै दिन प्रकाशित भए सङ्कट पर्ने भयो। व्यासलाई के सङ्कट पर्नु? तिनी अब भए पो किन र? अष्टचिरञ्जीवी भनी चिनिएका मध्ये व्यासजी पनि एक हुन् नि। कतै कुनै रूपमा बाँचेकै हुन पनि सक्छन्। यस कथामा सुशीला भन्ने त भिलेन पसिकिरहेछ नि अघि। सबैजना हाँसे गला। अब भेला रमाइलोतिर मुडियो। राधाभन्दा धेरै चालु रहेछ सुशीला। उरो ठौला केटाहरूको जम्मा थियो त्यो। हामीले त्यस जमातलाई पनि छाड्यौँ। धेरैजसो मानिसहरू साधु बाबालाई नै घेरेर बसिरहेका थिए। साधु बाबा पनि एकदम प्रसन्न चित्तले प्रस्तुत भइरहेका थिए। साधु बाबाको अनुहार हेर्दा लाग्थ्यो
तिनी जीवनमा पहिलोपटक यति प्रसन्न हुन पाएका तिनको अनुहारको कुसकुस रमाइरहे झैँ लाग्थ्यो। उनी बोलिरहेका थिए, सत्य एउटै हुँदैन कहिले, सत्यहरू छिनछिनमा बदलिरहन्छन्। देखेको सत्य, सुनेको सत्य र भोगेको सत्यमा धेरै फरक हुन्छ। आफ्ना ठाउँमा ती सबै सत्य भएर पनि एक अर्कामा बाजिएका हुन्छन्। अस्तित्वमा आएको प्रत्येक वस्तुको प्रथम शर्त रहन्छ उसको त्यहाँ हुनुको सत्यबोध। ऊ छ, यो सन्देश प्रसारण गर्नु उसको प्रथम कर्तव्य पनि। ऊ हुनु नै प्रथम सत्य हो, तर उसको बोध, चेतर अनुभूतिको एकल उपस्थिति अर्काका निम्ति मिथ्याबोध पनि हुन सक्छ। बुझ्नुपर्ने कुरा छ, वस्तु वा व्यक्तिको हुनुबाट भएर कर्ममा सत्य फरक पर्दै जान्छ। यस कथा पनि हामीले बुझिआएको सत्य भत्किएको देखिरहेछौँ। पढिआएको कथा भत्किरहेको छ। यो भत्किएको तर हामीले बनाएकै गलत भएकाले भन्ने प्रमाणित गरिरहेछ कथाले। आफूले बुझेको सत्य पनि बुझाइको चितको सीमासम्मको हुनाले छिनछिनमा यो फरक पर्दै जान्छ। जन इतिहास र पुराण त धेरै परको वा टाढाको कुरा, साधु बाबा साधारण व्यक्ति होइनन् भन्ने कुरा प्रमाणित भइसकेको थियो। तर यी को हुन्, यहाँ कसरी आइपुगे भन्ने अर्को रहस्य पनि हुर्कँदै थियो। अनेक अनुमानहरू हुन थालेका थिए मानिसहरू बीच। कोही भन्थे यी मान्छे सुभाष चन्द्र बोस हुनुपर्छ, भारतको स्वतन्त्रता आन्दोलनमा हराएका सुभाष चन्द्र बोसका बारेमा अनेक किंवदन्ती छन्। अर्को भन्थे कहाँ सुभाष चन्द्र बोस त खप्तर पापा पो भन्छन् त, तिनी त मरि पनि सके। कोही भन्थ्यो यो मान्छे विदेशी गुप्तचर हुन्, यी सरकारी गुप्तचर। आफ्नो अनुमानहरू प्रसारण भइरहेका थिए। त्यहाँ यी युवाहरू माइक जडान गर्न लागे, तम्बु र बत्तीको प्रबन्ध मिलाउन लागे। मनमा त्यसै एक किसिमको अर्को लागिरहेको थियो। जीवनमा साह्रै महत्त्वपूर्ण कुरा प्राप्त हुन लागेको अनुभव भइरहेको थियो। लेखनाथले भन्यो, हेर केटा, यो कथाले सारा पूर्व मान्यताहरू भत्काउने भयो, व्यक्तिका अनुमानहरू कस्ने भए। हुन त विघटनको सिलसिला हाम्रो पूर्वीय अध्यात्म साहित्यमा साह्रै दह्रो भएर बसेको छ। शिव पुराणमा वर्णित सत्यदेवीको आत्मदाहको कथाले विघटनको सबैभन्दा शक्तिशाली मिथक निर्माण गर्छ। प्रेमले सम्पूर्ण ज्ञानलाई कसरी छोप्छ भन्ने एउटा शक्तिशाली उदाहरण छ यो कथा। कसरी, मैले सोधेँ। उनले भन्यो, सृष्टिको आदि पुरुष मानिन्छ पुराणमा शिवजीलाई। ब्रह्मा र विष्णुभन्दा पनि पुरातन उपस्थिति छ शिवजीको यहाँ। स्वयं सृष्टिकर्ता रहेका शिवलाई शरीरको नश्वरता र क्षणिकताको ज्ञान नहुने भन्ने कुरै हुँदैन। तर सत्यदेवीले मानवीय अङ्गको अघि आफूलाई जित्न नसकी एकै कुटामा हाम फाली आत्मदाह गर्दाको मृत शरीर बोकी शिवजीले संसार भ्रमण गरे। मरेकी पत्नीको शरीरको मोहमा डुबेको शिवको त्यो अवस्था भनेको प्रेमद्वारा ढाकिएको ज्ञानको कारुणिक स्थिति हो। अन्धता, लीला, त्यो त हो, मैले भने। उसले थप्यो। अनि कुहिएको सत्यदेवीको लासबाट ठाउँ ठाउँमा अङ्ग पतन हुँदै झर्दै गयो र ती स्थानमा तीर्थ बन्दै गयो भन्ने कथा छ। सत्यदेवीको शरीरको विघटनबाट अर्कातिर तीर्थहरूको निर्माण भएको मिथक छ। विनिर्माणको यही एउटा सुन्दर उदाहरण देख्छु म त। शिवको शिवत्वको विनिर्माण भयो, प्रेमको अमरत्वको स्थापना भयो। सत्यदेवीको एक अङ्ग पतनले हामी यस्तै गम्भीर विमर्शहरू गर्दै यताउता घुमिरहँ। समाचार फ्याक्स गर्न भोजपुर गएका पत्रकार साथीहरू पनि फर्केर आए। उनीहरूले खबर ल्याए बाटामा सँगै मानिसहरू यतितिर आउँदैछन्। कञ्चनजङ्घा एफएमले त्यो समाचार प्रसारण गरेपछि छेउछेउका मानिसहरू जहाँ थिए त्यहीँबाट हात काम छोडी यतैतिर कुदिरहेका देख्यौँ बाटोमा। आज राति यहाँ साह्रै भिड हुन्छ जस्तो छ। हामीले सिडिओ साहबलाई खबर गरेका छौँ, उहाँले हाम्रो सुरक्षाको व्यवस्था गर्छु भन्नुभएको छ। नभन्दै बिस्तारै मानिसहरूको भिड पाहाडमा भएको वर्षाले बिल्डिङमा आएको बाढीले देखियो। मन्दिर परिसर कचाकचो भयो। उत्खनन स्थलतिर जान मनाइ थियो। मानिसहरू मन्दिर पछाडिको खाली जमिनमा जतासुकै बस्न थाले। स्वयंसेवकहरूले केही अरू साउन्ड बक्सको व्यवस्था गरे। पछि आएका मानिसहरूमा एकदमै कुतूहल थियो। प्रायः सबैजना साधु बाबालाई हेर्न चाहन्थे। बिहानको भन्दा पनि पसलहरू बढेका थिए। त्यहाँ अघोषित मेला लागिरहेको थियो। मानिसहरूलाई खानको समस्या थिएन। जहाँ रक्सीको बन्ने प्रतिबन्ध लागेको थियो तथा सुरु नहुन्जेल त्यहाँ उपस्थित मानिसहरू विभिन्न झुन्ड बनाई भजन गाउन थालेका थिए। कतै साई भजन, कतै सन्तोषी भजन, कतै कृष्ण आदिको भजन प्रारम्भ भएको थियो। समाजमा रहेका विभिन्न धार्मिक सम्प्रदायहरू आफ्नो प्रचारमा जुटिसकेका थिए। तथापि कृष्ण र राधालाई हेर्ने दृष्टिकोण यहाँ खचमचिएको थियो। भगवती सजाएको कृष्ण त्यही अनावृत्त हुँदै थिए। सर्वशक्तिमान देवता चमत्कारी आदिका रूपमा उभिएका कृष्ण साधारण मान्छे जस्तो लाग्न थालेका थिए। कृष्ण भक्तजनहरूलाई यो राधाको कुरा नमिले जस्तो बोध हुँदै थियो। जे होस्, एक किसिमको कुतूहल र अन्योलमा परेका थिए उपस्थित अधिकांश मानिसहरू। बत्ती, माइक र पालको पूर्ण प्रबन्ध भइसक्दा साँझको 7 बजिसकेको थियो। मन्दिरमा साँझको आरती सुरु भयो। आरतीमा सम्पूर्ण उपस्थितहरूले भाग लिए। बाबाजीलाई फलफुल तथा दुधको प्रबन्ध गराइयो। धेरै जसो मानिसहरू खाएर आएका रहेछन्। बिहानदेखि नै त्यहाँ उपस्थित टाढाका मानिसहरूका लागि खानाको प्रबन्ध भएछ। पालो पालो खाना खाँदै मानिसहरू आएर श्रवणस्थलमा पलेटी कसेर बस्न लागे। दिउँसैदेखि व्यवस्था गरेको पत्रकार परिसरमा गएर बस्यौँ। यहीँ पनि माइकमा घन्किरहेको वचन बन्द गरी कसैले सम्बोधन गर्यो, आदरणीय जनसमुदाय, आज एकाएक हामी यस ठाउँमा अव्यवस्थित ढङ्गको उपस्थित भएका छौँ। यो अव्यवस्थाभित्रबाट एउटा व्यवस्था मिलाउनु परेको छ। एउटा आश्चर्यजनक उपलब्धि प्राप्त भएको छ। हामी महेशपुर पृथ्वीनगरवासीलाई हजारौँ वर्ष पुरानो समाजको जिउँदो तस्बिर प्राप्त भएको छ। गर्व गरौँ, यसलाई हामी पहिलोपल्ट सुन्ने सौभाग्य पाएका छौँ। साधु बाबा हाम्रा मार्गदर्शक हुनुभएको छ। उहाँसँग पनि परिचय हुने नै छ भविष्यमा। आज रातभरि हामी यहीँ बसी कथा सुन्नेछौँ। उब्रिएको समय भजन कीर्तनमा बिताउनेछौँ। यहाँ कुनै डर छैन। हामी पूर्ण रूपले सुरक्षित छौँ। उनको सम्बोधनलाई
सबैले ताली पिटेर स्वागत गरे। बिस्तारै माउथ पिछे बाबाको अगाडि लगेर व्यवस्थित गरियो। मानिसहरू चुपचाप सास रोकेर बसिँदै लाग्थे। बाबाले आफ्नो पाठ पुनः प्रारम्भ गरे। जा